टक्क धुरो मोबाइल सेन्टरमा मोबाइल एक्सचेन्जको अफर लागेको रहेछ। त्यो अफर बिटार्न चाहिँ म चाहिँ जाँदैछु। सो त्यो फेको गिरिहेलो त्यो पनि थाहा पाइन्छ अनि त्यो घुम्नको लागि पनि हुन्छ। त्यसको लागि म चाहिँ आजै साइकल ठिक पारेर जाँदैछु होइन। तपाईँ गाडी चाहिँ आइपुग्यो। अब धुरो मोबाइल सेन्टर जान्छु के हुन्छ हेरौँ। बिग्रेका मोबाइलहरुको 2000 3000 4000 भनेर मैले भनेको छु। यही भिडियो मार्फत सबैलाई जानकारी पनि गराउन सक्छु। तर ब्याट्री निकाल्ने 2 GB र्याम का फोनहरु चाहिँ कसैले पनि नल्याइदिनु होला। 3 GB 4 GB र्याम भएको फोनहरुको अनि अहिले हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सबैलाई स्वागत गर्छु मेरो अर्को नयाँ भिडियोमा। म चाहिँ आज गएको यात्रा टक्क धुरो मोबाइल सेन्टरमा मोबाइल एक्सचेन्जको अफर लागेको रहेछ। त्यो अफर बिटार्न चाहिँ म चाहिँ जाँदैछु। सो त्यो फेको गिरिहेलो त्यो पनि थाहा पाइन्छ अनि त्यो घुम्नको लागि पनि हुन्छ। त्यसको लागि म चाहिँ आजै साइकल ठिक पारेर जाँदैछु। सो यता मम्मी हुनुहुन्छ अनि त्यस पछाडि म चाहिँ अब साइकलमा जानु लागेको। अनि त्यस पछाडि ल अब म चाहिँ लाग्छु। बाटोमा ढक्क भ्लग बनाउँदै जान्छु। भिडियो भ्लगहरू बनाउँदै जान्छु, सर्ट भिडियोहरू चाहिँ। 2 hours later. गाइस, म चाहिँ आइपुगिसकेँ गाईघाट होइन। तपाईँ गाडी चाहिँ आइपुग्यो। अब धुरो मोबाइल सेन्टर जान्छु के हुन्छ हेरौँ। फोन एक्सचेन्ज यहाँ फोन लिने भन्थ्यो क्या, त्यही भएर चाहिँ आएको। गर्नेले लत्त पनि भयो। परे जान्छु। ब्याकै त्यस्तो छ है, गाईघाट त्यस्तो छ। मेन चोक भइहाल्यो अगाडि। धुरो मोबाइल सेन्टर उताको साइड छ है। ल ल ल आराम हान्दियो। टक्क म चाहिँ अब जाँदैछु। हेरौँ है के हुन्छ त। सोसल मिडियामा त्यसै ऊ हो कि यति भिडियो अन गरेर जान्छु है, जान्छु म। अनि सोध्छु त यस्तो यस्तो अफर थियो भनेर। त्यस पछाडि चाहिँ के भन्छ है, अफर सकिसक्यो भन्छ कि के भन्छ हेरौँ। मसँग 2टा फोन छ। अनि त्यो फोन चाहिँ एक्सचेन्ज गरेर अगाडि केही पैसा ल्याउनु भन्थ्यो। र पिपल चोक चाहिँ नाइस भनिसकेको छ। भ्यू हेर्दै हेर्दै जाँदैछ है म। यता माथि चाहिँ टिभी थियो। माथि त जेएनजी आन्दोलन फुटेको रहेछ त्यति। वहाँ छ उयो। म चाहिँ अब यहाँबाट क्रस गर्छु, हामी जान्छु। लगभग त यहाँ पुग्न चाहिँ लाग्यो। गाईघाट बजारको भ्यू हेर्दै हेर्दै जाँदैछु। यता सुरा पसल यता सो यता चाहिँ के छ भन्छ ट्राफिक कन्ट्रोल नै बिचमा टाइट गरेर आएर छ। सुदेन गुरुङ आउने भन्ने सुनेको थियो होला सायद, आएर पनि गइसक्यो जान्छ। ल राम्रो भिडै भिड छ। एक्सचेन्ज गर्ने मात्र है, म किन्न चाहिँ किन्दिनँ कुनै फोन, बस एउटा सोसल मिडियाको लागि मात्र। म चाहिँ फाइनली धुरो मोबाइल सेन्टर चाहिँ आइसकेँ। त्यही हो है धुरो मोबाइल सेन्टर चाहिँ। अब म त्यहाँ जान्छु भित्र।
दाइ पनि ठिक्क हुनुहुँदो रहेछ है ल आज चाहिँ ठिक्क ट्याक्क आइपुगेर दाइको पसलमा दाइ फोन नबोल्दैन हुन्छ है हेलो दाइ के छ दाइसँग पनि टक्क भेट्यो है आज धेरै दिन पछाडि अनि कस्तो सिसो छ ठ्याक्कै यो चाहिँ पिजी चोक भन्छ के अरे यसलाई यो साइड चाहिँ यहाँदेखि यता चाहिँ दाइको बिजी हो दाइ अहिले अफर खुलेको छ नि त्यो मोबाइल एक्सचेन्जवाला त्यो मोबाइल लिएर आउनु नयाँ मोबाइल लानु अनि त्यसपछि चाहिँ बिग्रेका मोबाइलहरू 2000 3000 4000 भनेर मैले भनेको छु यही भिडियो मार्फत सबैलाई जानकारी पनि गराउन सक्छु तर ब्याट्री निकाल्ने 2GB र्यामका फोनहरू चाहिँ कसैले पनि नल्याइदिनु होला 3GB 4GB र्याम भएको फोनहरूको अनि अहिले 2022 देखि यताको 23 24 25 को फोनको 4000 आउँछ त्योभन्दा अगाडिको 3000 त्योभन्दा अगाडिको 2000 त्यस्तै आउँछ फोन पुरै कामै नलाग्ने छ भने नल्याउनु होला डिस्प्ले मात्रै गएको फोनहरू हामी लिन्छौँ मैले त्यस्तै फोन लिएर आएको थिएँ कि दाइ अनि यसको लागि यसको चाहिँ डिस्प्ले मात्र गएको छ यहीँबाट किनेको फेरि दुइटै फोन पहिले यसको चाहिँ ब्याट्री निक्लिन्छ क्या यसको चाहिँ निक्लिँदैन यसको दिनु पर्यो तपाईँहरूलाई म के जानकारी गराउन चाहन्छु भने तपाईँहरूले हाम्रो पुरा भिडियो हेर्नुहुन्न जस्तो यो J7 हो यो पुरानो मोडल हो यसको अहिले कस्टमरले पनि खोज्दैनन् यसको केही काम लाग्दैन अब यो M10 हो यो 2GB र्यामको यो फोन एकदम पुरानो हो है भाइ मेरो दोकानसम्म पाउ कष्ट गरेर आउनुभयो उहाँलाई म एउटा मेरो तर्फबाट इयरबड एउटा इयरबड भाइलाई म दिन्छु मैले यो फोन राखिन ध्रुव मोबाइल सेन्टर भिजिट गरेकोमा भाइलाई मेरो तर्फबाट एउटा इयरबड दिँदैछु यो फोन तपाईहरु पनि हेर्नु होला यस्तो खालको फोन कामै नलाग्ने फोन चाहिँ हामीलाई पनि काम छैन यो मेरो तर्फबाट तपाईले रिसिभ गर्नु ल यो फोन पनि तपाईले लिएर जानु हैन यो फोन यस्तो फोनहरु चाहिँ युज हुन्न के ग्राहकले पुरै भिडियो हेर्दैनन् हजुर नहेरेपछि सरक्क लिएर आउने जे भएको सोरेर त्यो प्रथा छ त्यसलाई बन्द गरौँ पुरा भिडियो हेरौँ के भनेको हुन्छ आज म एउटा भिडियो अझै फेरि राम्रो हाल्दै छु पुरा भिडियो हेरौँ अनि कस्तो लिने कस्तो नलिने भन्ने कुरा म भनिदिन्छु त्यही अनुसारले लिएर आउनु होला पिन गरेर राखेको भिडियो हेर्दिनु होला म आजबाट पिन गरेर राख्छु हस् त ध्रुव मोबाइल भिजिट गर्नु होला धन्यवाद बाइ बाइ यस्तै धेरैको मेरो भिडियो हेरेर पनि तपाईको भिडियो हेरेर मलाई पनि धेरै कमेन्ट हानिरहनु भएको थियो क्या एकचोटि गरेर बुझ्दिनु पर्यो हामीले नबुझेको कुरा होइन त्यही भएर चाहिँ म आएको खासमा यो फोन लिएर अनि त्यही भएर ल ल ल ल धन्यवाद ल गाइस म चाहिँ सबैले बुझ्नु पनि भयो होला अनि मैले पनि टक्क बुझेँ अनि त्यस पछाडि अब ध्रुव मोबाइल सेन्टरमा यस्तो यस्तो पनि हुन्छ यो चाहिँ के अरे फेक चाहिँ थिएन तर हुन्छ नि तर राम्रै तरिकाको हुन चाहिँ अब यो काम नलाग्ने फोनहरू चाहिँ तपाईँहरूले नलिदिनु होला भन्न पनि चाहन्छु सो त्यति अब म चाहिँ घरतर्फतिर लाग्छु ल फेरि घरतिरको राइड हेर्नु होला है त